Hello everyone, welcome back to my new video. I hope तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आराम कुशलै छु साथीहरु। अनि मैले चाहिँ भोइस कभर गरिएको छु साथीहरु। यहाँ हेर्नु न, हाम्रोतिर बिहानै टुसारो के साह्रो झरेको नि यो। अनि म चाहिँ पत्कालमा बोकेर जाँदैछु बिहानै नानी बोकेर। अनि नानी बोकेर आउँदा चाहिँ मेरो नानी हिँड्छ अनि म चाहिँ पत्कालमा जाँदैछु साथीहरु। हेर्नु न के साह्रो टुसारो झरेको नि आज त राम 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 राम। यस्तै छ। जाँदैछु झारेको त्यो घाँस अनि लिनको लागि जाँदैछु साथीहरु। एकदम ठुलो घटना भइरहेको छ। के साह्रो नि यो पातहरु नेभाराको घाँस झारेको होइन यहाँ माथि यो रुखमा यो हाँगा झारेको होइन यो हाँगा त्यहाँ छ। अनि के साह्रो नि यो कलिलैमा झार्यो भने पात नझर्ने रहेछ होइन। अनि उ गर्यो भने पात झर्दो रहेछ साथीहरु। ढिलो झार्यो भने के होला कारण पखाइ अलैँची बारी हेर्नु नि हाम्रो पैसा टिपिसकेको यो चाहिँ अलैँची चाहिँ यस्तो छ साथीहरु। गाह्रो छ हो। साथीहरु मैले चाहिँ अनि अब घाँस अझै ल्याइसकेकै छैन। ल्याउनु त ल्यायो पर हेर्नु मेरो घाँसको भारी यति हो। अनि यो गरेर खन्नु पर्ने छ। डल्लोहरू त त्यति साह्रो छैन। यो छेउ कुनाहरू गर्नुपर्ने छ साथीहरु। अनि थोरै त्यहाँ घाँस छ कि त्यो चाहिँ म लिन जाँदैछु साथीहरु। साह्रै घाम लागेको कपाल पनि कोर्नु भएको छैन। अब म घाँस पुऱ्याउँछु त्यहाँदेखि मात्रै म सफा हुन्छु क्लिन हुन्छु साथीहरु। कस्तो अप्ठ्यारो लाग्छ कि पहिला मेरो ओठ फुटेको थियो नि त यहाँ। अनि कस्तो अप्ठ्यारो लाग्छ साथीहरु। फुटेको छ कि जस्तो अप्ठ्यारो लाग्छ। म भारी लाउँछु
साथीहरू यहाँ चाहिँ कस्तो राम्रो हिमाल देखिरहेछ यो पारिपट्टि उठाइसकेको छु अनि म चाहिँ अब यो पातहरू यस्तो झर्छ कि यो बुढो भएर घाँसहरू झन् साह्रै बेकार पनि होइन। हजुरहरूले मेरो भिडियोलाई चाहिँ माया गरिदिनु होला साथीहरू। मैले पहिला भिडियो हाल्दाखेरि साथीहरूले एकदमै धेरै माया गरिदिनु हुन्छ म बिचमा। अब हजुरहरूले माया नगरिदिएको कारणले गर्दाखेरि त भन्नु होइन साथीहरू, मैले चाहिँ भिडियो बनाउन अल्छी लाग्छ अनि भ्युज पनि जाँदैन। अनि हजुरहरूले मलाई माया गरेर सब्सक्राइब पनि गरिदिनु हुन्न, त्यही भएर मलाई भिडियो बनाउन साह्रै अल्छी लाग्छ साथीहरू। हजुरहरूले माया गरिदिनु होला, माया गरिदिनु भयो भने चाहिँ म अवश्य पनि राम्रो राम्रो भिडियो ल्याउने छु साथीहरू होइन। मेरो गाउँको दुःख सुखका कामहरू गरेको भिडियोहरू म अवश्य ल्याउने कोसिस गर्छु साथीहरू। हजुरहरूले एकदमै धेरै माया गरिदिनु होला साथीहरू। अनि बटुलिसके साथीहरू पातहरू चाहिँ पातै घाँसको डन्ठा मात्रै हुन्छ गोठमा पुऱ्याउँदा। अलिअलि घाँस चाहिँ छलिअलि यतातिर तल्लो घरमा झरै जस्तो लागेको थियो। अनि साथीहरू हजुरहरूले मेरो भिडियो हेरिराख्नु पर्दैन साथीहरू होइन, मेरो भिडियो अन गरेर छोडिराख्नुहोस्, त्यो नै ठुलो कुरा हो। हजुरहरूलाई धन्यवाद। अझै माया गरिदिनु भयो भने त म हजुरहरूलाई धन्यवाद दिएर पनि मनैदेखि धन्यवाद दिन चाहन्छु हजुरहरूलाई होइन। के भन्नु साथीहरू होइन, दुःख सुख गरेर भिडियोहरू म ल्याउने कोसिस त गर्छु, तर पनि हजुरहरूले मलाई माया गरिदिनु हुन्न साथीहरू। त्यही भएर मलाई भिडियो बनाउन अल्छी लाग्छ साथीहरू। अनि म चाहिँ घाँसहरू झारेँ, अब यो घाँस लगेर जानुपर्ने छ साथीहरू। अनि म चाहिँ घाँस पनि पुऱ्याएँ। अनि चाहिँ मैले त्यो फुल तरुलको डन्ठाहरू चारो पकाउँदाखेरि काटेर राखेको थिएँ नि त, अनि म चाहिँ त्यो बटुल्दैछु साथीहरू। आज त कस्तो दामी घाम लागेको साथीहरू, क्लिन आकाश हेर्नु नै सफा न सफा छ। अनि घाम पनि ठुलो लागेको थियो साथीहरू गर्मी भएर। अनि म चाहिँ बाटल बुटुल गरेर जम्मै डोकोमा लाउँदैछु। अनि मेरो छोरो पनि यहाँनिर मैले भोइस कभर गरेकोले बोल्दैछ, सो नगर्नु होला साथीहरू। यस्तै छ साथीहरू, हेर्दै गर्नु होला साथीहरू। अनि यहाँ चाहिँ म चाहिँ कपाल कोर्दैछु बिस्तारै बिस्तारै। मेरो कपालको हालत हेर्नु न त्यहाँ कस्तो पुच्छर जस्तो, पुच्छर पनि के को पुच्छर भन्ने साथीहरू, गाईको पनि लामै पुच्छर हुन्छ, मुसाको पुच्छर होला सायद, छोटो साथीहरू। अनि म चाहिँ यहाँ कपाल बान्नुको लागि रेडी हुँदैछु, नक्कल सक्कल पार्दैछु हल्कामा फुल्का होइन, हल्का नक्कल लगाउनु पर्यो नि त। अनि चलो, अनि मेरो छोरो चाहिँ यहाँ छ, म चाहिँ यहाँ भोइस कभर गरिरहेको छु नि त। अनि मेरो छोरो पनि साथैमा छ, त्यही भएर म चाहिँ भोइस कभर गरिरहेको छु साथीहरू। मैले चाहिँ यो चाहिँ बोल्दै बनाइन त, अनि त्यही भएर चाहिँ यहाँ भोइस कभर गर्दैछु साथीहरू होइन। अनि म पहिला 11-12 कलेज जाँदाखेरि नि म यस्तै कपालहरू बाँधेर जान्थेँ। म अनुहारमा चाहिँ भ्यासलिनहरू केहरू दल्नका लागि रेडी साथीहरू। मेरो चाहिँ एकदमै राम्रो गर्दो रहेछ यो तेलले चाहिँ। अनि लाउँछु साथीहरू, बिहान फुटेको छ भने यो तेल लाउनु पर्दो रहेछ होइन। अनि यसो कामतिर जाँदा पनि त्यति अक्सर नपर्ने क्या साथीहरू होइन, कस्तो राम्रो हुने फुगाला फुटिहाल्न हाल्ने। अनि मैले यो भ्यासलिन यो बट्टाको चाहिँ हजुरहरूलाई देखाउन पाइनँ साथीहरू, किनभने मेरो बुढोले मलाई फोन गर्नुभयो अनि मैले यो फोनमा फोन गर्नुभएको थियो, त्यही भएर मैले हजुरहरूलाई देखाउन पाइनँ साथीहरू।
सो हेरेर माया गरिदिनु होला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला। अनि हजुरहरूले चाहिँ किन हो नि सब्सक्राइब गर्नुभएको छ साथीहरू, त्यसको कारण के होला साथीहरू मलाई खुलाइदिनु कमेन्टमा भन्नु होला। भिडियो मन नपरे नहेर्नु होला होइन। अनि मन पऱ्यो भने त हेरिहाल्नुहुन्छ, तर पनि सब्सक्राइब गरिसकेर मान्छेले अनसब्सक्राइब नगर्नु होला। अहिले आएर मलाई रास्तै रिस उठेको साथीहरू। लाडस लाडस उता जा।